मान्यज्यू चेतना खबरमा यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। के छ समसामयिक राजनीति बारेमा यहाँको धारणा? अब अहिलेको राजनीति तपाईँ हामी देखिरहेका छौँ। जस्तै प्रदेशको हकमा भन्यो भने नीति कार्यक्रम हिजो मात्रै पास भएको छ, बजेटको तयारी भइरहेको छ। प्रदेशका जनताका आवश्यकता, यो प्रदेशको विकास समृद्धिका लागि गर्नुपर्ने हाम्रा दायित्वहरू धेरै छन्। तर जुन किसिमले विकासका कामहरू हुनुपर्ने हो नीतिगत रूपमा र यो प्रदेशलाई सम्पन्न बनाउनका निमित्त, समृद्ध बनाउनका निमित्त, विकसित बनाउनका निमित्त जसरी गुरु योजनाहरू बनाएर काम गर्नुपर्ने त्यो भइरहेको छैन। अहिले पनि वितरणमुखी कार्यक्रमहरू बन्ने ढङ्गले जसरी तयारी देखिएको छ, यसले प्रदेशको विकासमा र समृद्धिमा टेवा पुर्याउने देखिँदैन। किन भन्दा आजका दिनमा हामीसँग सुदूरपश्चिमको भूगोलका हिसाबले हिमाल पहाड तराई हो र हामी हिमाल पहाड तराईलाई समृद्ध बनाउनका निमित्त जसरी योजना बनाउनु पर्थ्यो, जसरी कार्यक्रम बनाउनु पर्थ्यो, त्यो कार्यक्रम आइरहेको छैन। जसले गर्दा यहाँको समस्या दैनिक रूपमा यहाँका जनताहरूले रोजगारीका लागि इन्डिया जानुपर्ने, वैदेशिक रोजगारमा बाहिर जानुपर्ने जुन अवस्था सिर्जना भइरहेको छ, यसको हामीले प्लान गरेर रोक्ने अवस्था नहुँदासम्म यसको एउटा समस्या देखिने नै छ। त्यसकारण यहाँको विकासमा हामीले नयाँ ढङ्गले सोच्न जरुरी छ। यहाँको अहिलेको जुन हाम्रो ग्लोबल वार्मिङले गर्दा आइरहेका समस्याहरू, तपाईँको तराईको जमिन खण्डीकरण भएर तराईमा खेतीयोग्य जमिनहरू मासिँदै जानु, पहाड रित्तिँदै जानु, हिमाल काला हुँदै जानु, यसका निम्ति हामीले चाहिँ जुन किसिमले पहल गरेर जुन किसिमले योजना बनाउनु पर्थ्यो त्यो योजना यसपटक पनि बन्ने देखिएको छैन। नीति कार्यक्रममा त्यसरी आएको छैन। जसरी आइरहेको छ त्यो कार्यान्वयन नहुने ढङ्गले आएको हुँदा यसपटक पनि समस्या जिउँका त्यौँ रहने सम्भावना जीवितै छ। भनौँ मानौँ अब सरकार फेरियो, प्रवृत्ति फेरिएन। सरकार फेरिरहे, प्रवृत्ति फेरिएन। किनभने हाम्रो देशलाई समृद्ध बनाउने, विकसित बनाउने दृष्टिकोणको अभाव देखियो र एक सरकारले अर्का सरकारले ल्याएका नीति कार्यक्रम रोकेर आफ्नो लागू गर्ने भन्दा बाहेक हामी अगाडि जान सकेका छैनौँ। कम्तीमा हामी संहितामा गइसकेपछि सुदूरपश्चिमलाई सम्पन्न बनाउनका निमित्त, विकसित बनाउनका निमित्त नेतृत्व फेरिए पनि नीति नफेरिने किसिमका नीतिहरू हामीले अवलम्बन गरेको भए अहिले यावत समस्याहरू आउँथेनन्। संहितामाथि प्रश्न उठ्ने थिएन, व्यवस्थामाथि प्रश्न उठ्ने थिएन। सबैभन्दा लोकतान्त्रिक गणतन्त्र यी सबै व्यवस्थाभन्दा हामीले जुन जुन व्यवस्था हामी पार गर्दै आयौँ ती सबैभन्दा उन्नत हो। अब यहाँबाट जाने भनेको समाजवादतिर हो। तर जुन दिशामा हामी गइरहेका छौँ अहिले बिचौलियाहरू हावी भइरहेका छन्। अहिले हामीहरू सुदूरपश्चिममा पनि सुनिरहेका छौँ बिचौलियाहरूको चाहिँ जसरी रजगज बढिरहेको छ केन्द्र सरकारदेखि प्रदेशसम्म र अहिले केन्द्र सरकारको बजेटदेखि लिएर प्रदेशसम्मको नीति कार्यक्रम हेर्दाखेरि यस वर्ष पनि समस्याहरू यो बिचौलिया र वितरणमुखी कार्यक्रमहरू आइरहेका छन्। जसले गर्दा बिचौलियाहरू हावी हुने, जनताहरू दुखी हुने, विकासका योजनाहरू बेचिने खतरा चाहिँ बढ्दै गइरहेको छ। र यो किसिमले जाँदाखेरि सरकारले 2/3 बलियो सरकार बनेको छ, तर यसको एक्टिभिटिजहरू, यसको कार्यशैली, काम गर्ने तौर तरिकाले के देखाइरहेको छ भन्दा यो एउटा नियमित सरकारको रूपमा अगाडि बढिरहेको छ। जबकि उहाँहरूले गठबन्धन बनाउने क्रममा के भन्नुभएको थियो भने हामी स्थायित्व दिन्छौँ, स्थिरता दिन्छौँ, सुशासन दिन्छौँ र विकासमा रणनीतिक छलाङ हान्छौँ हामी भनेर उनीहरूले अगाडि जो बढेका थिए त्यो अहिले मिथ्या साबित भएको छ। उहाँहरूको भनाइ र गराइमा जमिन आसमानको अन्तर देखिएको छ। माओवादी केन्द्रको सरकार भन्दा राम्रो गर्छ भनेर गठबन्धन भयो होइन, तैपनि सुचेत जस्तो भइरहेको छैन। होइन, माओवादीको सरकार ढालिएको दुईटा कारण। एउटा बिचौलियाको स्वार्थपूर्ति हुने काम नगरेका कारण। दोस्रो भनेको जुन सुशासनको क्षेत्रमा ठुला माछाहरू समात्ने जब सरकार अगाडि बढ्यो त्यसकारण बिचौलियाहरू र कङ्ग्रेस एमालेहरू रातोरात मिलेर जसरी ढालियो र पछिल्ला चरणका गतिविधि हेर्नुहुन्छ भने यो प्रदेशमा आज महिनौदेखि दार्चुलामा 30 रोपनी जग्गा
भारतले आक्रमण गरिरहेको छ, डोजर चलाइरहेको छ, प्रदेश सरकारमा हुन्छ, सङ्घीय सरकारमा हुन्छ, जबकि परराष्ट्र मन्त्री यहीँबाट प्रतिनिधित्व गर्नुहुन्छ, गृहमन्त्री यहीँबाट प्रतिनिधित्व गर्नुहुन्छ, पर्यटन मन्त्री यहीँबाट प्रतिनिधित्व गर्नुहुन्छ, उद्योग वाणिज्य आपूर्ति मन्त्री यहीँबाट प्रतिनिधित्व गर्नुहुन्छ र कङ्ग्रेस एमालेको बलियो सरकार छ तर यो विषय बोल्दैन। एकातिर चुच्चे नक्सा हामीले नक्सामा मात्रै सीमित भएर हुँदैन, त्यो भूगोल हामीले कसरी प्राप्त गर्ने त्यस सम्बन्धी न कूटनैतिक पहल गरेको देखियो न त कुनै नीति कार्यक्रममा समेटिएको देखियो। त्यसकारण राष्ट्रवाद देखाउने राष्ट्रवाद र यथार्थ राष्ट्रवादका बीचमा अन्तर हुन्छ भन्ने कुरा यो सरकारले पुष्टि गरेको छ। यो सरकार जुन किसिमले गइरहेको छ, जुन किसिमको निरता प्रकट गरिरहेको छ, योबाट कुनै अपेक्षा गर्ने ठाउँ छैन। माथि अब गृहमन्त्रीको राजीनामा अब नमाग्ने भनेर चाहिँ न्यूनतम कुराहरू चाहिँ चलिरहेछ। अब प्रतिपक्षी दलको हैसियतले के भइरहेछ? अब माथि अहिले प्रतिनिधि सभा अवरुद्ध छ, त्यहाँ वार्ता संवाद चलिरहेका छन्। मुख्य कुरो त्यसको सही किसिमको छानबिन हुने कि नहुने, आयोग बनाउने कि नबनाउने, किनभने हामीले छानबिन आयोग अहिले पनि छानबिन आयोग गठनकै प्रक्रियामा माथि वार्ता चलिरहेको छ र तपाईँलाई थाहा छ लामो समयदेखि संसद अवरुद्ध भइरहेको छ। त्यो विषयमा हाम्रो पार्टीको नेतृत्व दृढतापूर्वक विपक्षी दलहरूलाई साथमा लिएर सरकारसँग यो छानबिनका लागि तयार हुनका लागि त्यो वार्ता संवाद गरिरहेको छ। सुदूरपश्चिम सरकारले गरेका कामहरूमा यहाँहरू कतिको सन्तुष्ट हुनुहुन्छ पछिल्लो समय? अब यो हामीहरू सन्तुष्ट छौँ छैनौँ भन्ने मुख्य होइन, यहाँको जनता सन्तुष्ट छ कि छैन, यहाँका नागरिकहरू छन् कि छैन, यहाँ त्यो विकास देखिएको छ कि छैन। आजका दिनसम्म पनि 40% खर्च हुन सकेका छैन। अब 1 महिना बाँकी छ भने बजेट ल्याउने मात्रै होइन, कार्यान्वयनको पक्ष जसरी फितलो भइरहेको छ, वर्षौँदेखि लागेका ठेक्काहरूका कामहरू अगाडि बढिरहेका छैनन् र जसरी विकास हामीले सङ्घीयता आइसकेपछि सुदूरपश्चिमलाई हामी सम्पन्न बनाउँछौँ, समृद्ध बनाउँछौँ, सुन्दर बनाउँछौँ भन्ने हामीले सपना लिएर आएका थियौँ, बोकेर आएका थियौँ, त्यो हुन सकेको छैन। यहाँसम्म कि प्रदेशको राजधानी कहाँ हुने, कसरी जाने, किनभने 2/3 सरकार छ। 2/3 सरकारले स्पष्ट नीति लिएर राजधानीको विषयमा पनि बोल्नु पर्छ। राजधानीको कहाँ बनाउने, यदि त्यहाँ सम्भव भने कहाँ बनाउने, यो सम्बन्धी प्रस्ताव ल्याएर छलफल गर्न सक्नु पर्छ। तर छैन, टालटुले साना योजना, टुक्रे योजनाहरू जसरी ल्याएर काम गर्नु खोज्दैछन्, जसरी तपाईँको विकास पुर्याउने भन्दा पनि विकास गर्ने भन्दा पनि योजना कसरी बाँड्ने, कसरी बिचौलिया खुसी बनाउने ढङ्गले गरिरहेका छन्। यसले चाहिँ न यहाँ विकास हुन्छ, न समृद्धि आउँछ, न नयाँ ढङ्गले अगाडि बढ्छ। जस्तो अहिले मात्रै मुख्यमन्त्री कमल शाहज्यूले भन्नुभएको छ कि अब उपभोक्ता समिति मार्फत काम गर्ने पहिला चाहिँ नगर्ने भन्ने थियो, अहिले के आइरहेछ कुरा, के लाग्छ? अब एउटा कुरा के हो भने सार्वजनिक खरिद ऐन आकर्षित हुने ठाउँमा यो प्रतिबद्धता यसरी विज्ञप्ति अघिल्लो पटक पनि उहाँले ल्याउनु भएको थियो, तर त्यो कार्यान्वयन गर्नुभयो त कि उपभोक्ताबाट गराउनु हो? त्यसको लागि उहाँहरूले यो प्रदेशमा सम्बन्धित विधेयक ल्याएर विधेयक पारित गरेर आयो भयो त। हामीले हाम्रो प्रदेशका लागि हामीले ऐन ल्याए भयो नि त। कानुन नबनाउने, विधि नबनाउने, तर बोल्नका निमित्त, सस्तो लोकप्रियताका निमित्त मात्र। ल यदि टेन्डर प्रक्रिया सबैभन्दा उत्कृष्ट हो, ल ठिक छ, त्यही मानौँ, तर त्यसैमा जाउँ त, त्यसमा सरकार टिक्नु पर्यो। अहिले टेन्डर भन्ने, हामी टेन्डर सिस्टममा जान्छौँ भन्ने, तर कार्यान्वयन गर्ने बेला फेरि सकिएन भनेर उहाँहरूले नै उपभोक्ताबाट जाने। उहाँहरूको यही दुई चरित्र देखाउने एउटा, गर्ने अर्को, जुन हिजोदेखिको परम्परा चलाउँदै आउनुभएको छ। उहाँहरूको हुन त यो गठबन्धन नै भनेको एउटा कुरा र गरेको अर्को कुरामा भइरहेको कुरा विदितै छ र यहाँ पनि त्यस्तै हुन्छ। त्यसकारण यो पटक पनि उहाँहरूले यो कार्यान्वयन गर्नु हुन्छ जस्तो मलाई लाग्दैन। अन्त्यमा अब यो सुदूरपश्चिमको गतिविधि विकास समग्र घुमाइफेराइ गर्नुपर्दा राजधानी अब सङ्घीयता आइसकेपछि राजधानी त जबरजस्त अब भनौँ न घुमाइफेराइ दिपालबाट यता ल्यायो नि, के लाग्छ? अब त्यो अघिल्लो प्रदेश सभाले पारित गरेको विषय हो, त्यो किन अड्क्यो? त्यसलाई अगाडि बढाउने हो, नयाँ ढङ्गले अगाडि बढाउने हो, नयाँ ढङ्गले सरकारले प्रस्ताव ल्याउनु पऱ्यो नि। हामी हरेक उसमा छलफल गर्न तयार छौँ। उहाँहरूले ल्याएका प्रस्तावमा खुल्ला हृदयले छलफल गर्न तयार छौँ। यदि उहाँहरू नयाँ ढङ्गले ल यहाँ सम्भव छैन, यो कारणले सम्भव भएन, छलफल गरौँ भन्यो भने हामी रचनात्मक ढङ्गले सहयोग गर्न पनि तयार छौँ। तर उहाँहरू पारदर्शी भएर आउनु पऱ्यो नि। उहाँहरूको नियत के हो भन्ने कुरो हो। उहाँहरूको नियत बनाउने हो कि होइन, संहिता कार्यान्वयन गर्ने हो कि होइन, संहितालाई सिद्ध्याउने हो कि संहितालाई बलियो बनाउने हो? अहिलेको सरकारको गतिविधि हेर्दा संहिताप्रति वितृष्णा जगाउने,
सङ्घीयता जसरी अहिले प्रतिगामी शक्तिहरू सल्बलाइरहेका छन्, किन हाम्रा कार्यशैलीले गर्दा हामीले नयाँ कार्यशैली अपनाउनै पर्छ, नयाँ ढङ्गले जानै पर्छ, करेक्सन हुनै पर्छ जनताको आजको आवश्यकता अनुसार र भोलिको दिनमा पनि हामी नेतृत्व गर्ने किसिमले जनतालाई अगाडि बढाउनका निमित्त, देशलाई अगाडि बढाउनका निमित्त, यो प्रदेशलाई अगाडि बढाउनका निमित्त सशक्त ढङ्गले जानुपर्ने आवश्यकता छ। त्यसका लागि रिस्क पनि लिनुपर्छ, राजनीतिक पार्टीहरूले, सरकारले रिस्क लिनुपर्छ ताकि योजनाहरू कटौती हुन्, सङ्ख्या घटोस्, तर त्यसले चाहिँ उद्योगहरू स्थापना हुन्, मान्छेहरूले रोजगार पाउन्, उत्पादन बढोस्, हामी आत्मनिर्भर बन्ने नीति ल्याउनु पर्यो। आज टुक्रे योजनामा होइन, कम्तीमा प्रत्येक वर्ष 4-5 उद्योग खुलुन्, प्रत्येक वर्ष यहाँ हाम्रो उत्पादनका क्षेत्रहरूमा विकास होस्, पहाडमा तपाईँको एकीकृत बस्तीको विकास होस्। आज दलित, जनजाति, थारू, महिला, बारी समुदायहरूका मुक्तकमैया यो हलिएका समस्याहरू समाधान गर्ने गरी आउनु पर्यो। यहाँका जो गरिबीका रेखामुनि रहेका जनसङ्ख्या छ, जनसमुदाय छ, उनीहरूको जीवनस्तर कसरी उकास्ने त्यो सम्बन्धी रणनीतिक रूपमा योजनाहरू सार्नु पर्यो। शिक्षामा हाम्रो आज स्थिति दयनीय छ, त्यसलाई कसरी सुधार गर्ने त्यसको रणनीतिक योजना आउनु पर्यो। स्वास्थ्यमा त्यसै गरी आउनु पर्यो। त्यसकारण हामीले के हो भने क्षणिक लाभ, क्षणिक खुसीका लागि होइन, दीर्घकालीन खुसी र दीर्घकालीन लाभका निम्ति यो प्रदेशलाई बलियो बनाउने किसिमले जसरी आउनु पर्ने हो त्यसरी आउन सकेको छैन। फेरि वितरणमुखी आइरहेछ, यसले चाहिँ कहीँ पनि पुर्याउनु जस्तो लाग्दैन। हस्, महत्त्वपूर्ण समयको लागि धेरै धन्यवाद। अन्त्यमा मैले छुटाएको र यहाँले भन्नु बाँकी सन्देश अथवा केही भनाइ छ भने राख्नुहोस्। अब म तपाईँको चेतना खबर हजुर म के भन्न चाहन्छु भने सुदूरपश्चिमका हामी सबै दाजुभाइ दिदीबहिनी सबैलाई म के भन्न चाहन्छु भने हामीले सानो कुरामा सानो चाहिँ लाभका निम्ति हामी ठुलो चिज गुमाइरहेका छौँ र आजको दिनमा जसरी सरकार, प्रदेश सरकार काम गरिरहेको छ, यसले हामीलाई कहीँ पनि पुर्याउँदैन, यसले संहिता बलियो गर्दैन, यसले यो प्रदेशलाई सम्पन्न बनाउँदैन। त्यसकारण हामीले शिक्षामा हाम्रो पोलिसी चेन्ज गर्नुपर्छ, यहाँको हकमा, स्वास्थ्यमा, पर्यटनमा, धार्मिक पर्यटनमा, त्यसै गरी विकासमा, कृषिमा, हरेक सेक्टरमा। र हाम्रो संस्कृति आज लोप भइरहेको छ, त्यो संस्कृतिको जगेर्ना, सांस्कृतिक पर्यटनलाई कसरी अगाडि बढाउन सकिन्छ। एयरपोर्टहरू बनेका छन्, त्यहाँ प्लेन चल्दैनन्, उड्दैनन्। यहाँ तपाईँको बाटो बनेका छन्, बाटोमा गाडी गुड्ने छैन किनभने त्यहाँ बस्ती छैन। त्यसकारण पहाडमा मान्छे कसरी फर्काउने, पहाडमा बजारीकरण कसरी गर्ने, सिँचाइको व्यवस्था कसरी गर्ने, तपाईँको विद्युतीकरण कसरी गर्ने, स्वास्थ्य, शिक्षा सबै चिजको पहाडमा कसरी व्यवस्थापन गरेर पहाडलाई फेरि कसरी गुल्जार बनाउने। किनभने पहाडमा जबसम्म पहाड मान्छे फर्किँदैन, पहाडमा उत्पादन बढ्दैन, तबसम्म यो प्रदेश आत्मनिर्भर बन्न सक्दैन। त्यसकारण अहिले क्लाइमेट चेन्ज भइरहेछ, तराईमा दिनहुँ गर्मी बढिरहेको छ, यो पहाड रित्तिरहेको छ। यो चिजलाई बढी ध्यान दिएर हामीले तीनै भूगोललाई कसरी त्यहाँ जनता चाहिँ फेरि फर्केर पहाड गएर उत्पादनमा, कृषिमा, किनभने व्यवसायिक खेतीमा गर्नु पर्यो, मौसमी खेतीमा गर्नु पर्यो, जडीबुटी त्यहाँ छ, गर्नु पर्यो, जडीबुटीमा गर्नु पर्यो। हामी कहाँ अथाह सम्भावना छ, पर्यटनको छ, धार्मिक पर्यटनको छ। यी चिजहरूलाई जोडेर रणनीतिक रूपले एउटा सर्किट बनाएर, एउटा गुरुयोजना बनाएर जाँदाखेरि मात्रै सम्भव छ। होइन भन्यो भने, यसै गरी जाने हो भने यहाँ यो सुदूरपश्चिम भनेको अब वृद्धाश्रम जस्तो वृद्धहरूको प्रदेश बन्ने अवस्थामा जो गइरहेको छ। युवाहरू पलायन भइरहेका छन्, यहाँ भएकाहरू फ्रस्ट्रेसनमा गएर लागुसटमा फसिरहेका छन्, डुबिरहेका छन्। त्यसकारण सबैलाई कसरी काम दिलाउन सकिन्छ, कसरी रोजगार दिलाउन, कसरी आशा र उत्साह दिलाउन सकिन्छ, यो सेक्टरमा काम गर्नु जरुरी छ। यदि युवा निराश भयो भने त्यो देश, त्यो प्रदेश, त्यो जिल्ला, त्यो पालिका बन्न सक्दैन। त्यसकारण युवालाई प्रोत्साहन गर्ने, किसानलाई प्रोत्साहन गर्ने, महिलालाई प्रोत्साहन गर्ने, दलित, जनजाति, थारू सबैलाई प्रोत्साहन गर्ने किसिमले र दीर्घकालीन रूपमा यो प्रदेशलाई 1 नम्बर प्रदेश बनाउने प्लानसहित, भिजनसहित आउनुपर्छ। यदि त्यो भएन भने हामी सुदूरै रहन्छौँ र सुदूरबाट पनि भोलिको दिनमा हामीसँग गाउँमा जसरी अहिले पहाडमा धेरै ठाउँमा लास उठाउनु मान्छे नभएर तराईबाट जानुपर्ने, काठमाडौँबाट आउनुपर्ने पोलिसी छ, यो झन् विकराल बन्दै जानेछ। र अहिले वृद्धाश्रम जसै विभिन्न सङ्घ संस्थाले वृद्धाश्रम चलाइरहेछन्, अब यसको सङ्ख्या बढ्नेछ। त्यसकारण हामीले यो चिजतर्फ बढी ध्यान दिनु पर्यो। यो चिजतर्फ हामी ध्यान दिन सक्यौँ भने प्रदेश बनाउन सकिन्छ। प्रदेश बनाउने गरी हामीले सोच्नुपर्छ। निराश हुनु जरुरी छैन, तर खबरदारी गरेर सङ्घर्ष गर्नु जरुरी छ। त्यो निरन्तर यदि जारी राखेनौँ भने प्रदेश
सम्पन्न र समृद्ध बन्न सक्दैन। तपाईँले यहाँ मलाई मेरा विचार राख्ने अवसर दिनुभयो। यहाँ लगायत यहाँको च्यानलका इन्टायर टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद। हवस्, धन्यवाद, नमस्कार।